आज चाहिँ म तपाईँलाई हेल्दी र हाई प्रोटिन मोमोको रेसिपी देखाउन आँटेको छु, जुनमा चाहिँ हामीले मैदाको साटो बन्दाकोपी युज गरेको छौँ। सो सुरुमा चाहिँ हामी प्याज काट्छौँ। प्याजलाई यतिको काटिसके पछाडि यो हाम्रो चिकनमा चाहिँ हामीले गार्लिक र सिजनिङहरू तपाईँले जुनै सिजनिङ पनि हाल्न सक्नुहुन्छ त्यो हालिसकेर यसलाई प्याज अघिको हाल्दै हामी यसलाई मजाले चलाउँछौँ। र हाम्रो बन्दाकोपी अलिक तपाईँले चाहिँ ठुलो लिनु होला, यो बन्दाकोपी अलिक सानो भएको थियो। यसको हामी बाहिरको यो लेयरलाई यसरी निकाल्छौँ। यसमा चाहिँ हामीले अब फिलिङ हाल्नु पर्यो नि त अघिको, र सबै यसरी निकाले पछाडि हामी यसलाई चाहिँ बोइल गर्नको लागि 10 मिनट छोडिदिन्छौँ पानीमा। र 10 मिनट पछाडि हामीले यसरी पालै पिलो एक एकवटा यसरी निकाल्छौँ र हाम्रो अघिको फिलिङ हाल्छौँ। र यो फिलिङ चाहिँ यसरी हालेर हामीले यसरी रोल गर्नु पर्यो। र क्याबेज मोमोको बाहिरको लेयर चाहिँ तपाईँको फुटेर आउँदैन मैदाको मोमो जस्तो, र भित्रको फिलिङ पनि निस्किँदैन। र यसलाई चाहिँ हामी स्टिम गर्नको लागि 10 मिनटको लागि छोडिदिन्छौँ। अब तपाईँले यत्तिकै खाँदा पनि भयो 10 मिनट पछाडि। मैले चाहिँ फ्राई पनि गरेको थिएँ अझै मिठो बनाउनको लागि तेल बिना ननस्टिक प्यानमा, र हाम्रो मोमो चाहिँ रेडी भयो। एन्ड ट्रस्ट मी गाइज, मैले पनि फर्स्ट टाइम यो ट्राई गरेको थिएँ। मलाई त्यस्तो हाई एक्सपेक्टेसन त थिएन, तर त्यो बाहिरको तपाईँको क्याबेजको टेस्टै नआउने क्या, यस्तो दामी लागेको थियो। दामी यार।